नमस्ते सम्पूर्ण महिला दिदी बहिना आमाहरूलाई म मेरो तर्फबाट सम्मान गर्न चाहन्छु। अपाङ्ग हुनुहोला, जस्तो सुकै अवस्थामा हुनुहोला, तपाईहरु दुखी हुनुहोला अथवा धनी हुनुहोला, जस्तो सुकै अवस्थामा भए पनि म तपाईहरुलाई माया र सम्मान गर्न चाहन्छु। किन भनेपछि तपाईहरुले नै राखेको सृष्टि हो यो। यदि तपाईहरु यो सृष्टिमा नजन्मिनु भएको भए पुरुष मात्र यो सृष्टिमा रहेको भए यति जनसंख्या हुने थिएन। पुरुषले मात्र जनसंख्या त बढ्ने थिएन नि त। त्यही भएर महिलाले राखेको सृष्टि हो। त्यसकारणले पुरुषले साथीहरुले महिलालाई सम्मान गर्न सिक्नुस्। महिलालाई जथाभावी नबोल्नुस्। महिलाले कहिले पनि नराम्रो बाटो हिँड भनेर पुरुषले भनेको हुँदैन। तर तपाईहरु पागल तरिकाले हिँड्ने काम नगर्नुस् र महिला दिदी बहिनाहरुलाई टचर दिने काम नगर्नुस्। किनभनेसी हामीहरुले जन्म दिएको पनि महिलाले हो। एउटा महिला मान्छेले हामी छोरा मान्छेले जन्म दिन्छ भने महिला मान्छेले छोरा मान्छेलाई हेर्ने व्यवहार पनि उत्तिकै राम्रो लिएर पुरुष मान्छे बस्नुस् म भन्न चाहन्छु हजुरहरुलाई।